आजको दिन यति हेक्टिक हुन्छ भनेर मैले सोचेकै थिइनँ। वेलकम टु डे 3 अफ माई 30 डे च्यालेन्ज अफ मेकिङ डेली ब्लग्स। नै उठेर अफिस लग्नको लागि मैले यो मिठो तरकारी रेडी गरेँ अनि यो सबै प्रडक्टहरू युज गरेर म रेडी भएँ। टाडा! आज चाहिँ मैले खासै त्यस्तो धेरै काम छैन भन्ने सोचेर गएको थिएँ कि, तर म अफिस पुग्ने बित्तिकै यति धेरै काम आयो। सो म अफिस पुग्ने बित्तिकै चाहिँ यो भिडियो बनाएँ। यो भिडियो बनाइसकेपछि गर्ने कामहरू चाहिँ मेरो अलरेडी लाइनमा बसिसकेको थियो। यो भिडियो बनाइसकेपछि चाहिँ मैले एउटा भिजा लज गरेँ, अर्को पनि भिजा लज गरेर बल्ल खाना खान जान्छु सोचिरहेको थिएँ, तर स्टुडेन्टहरू आइ नै पुग्नु भएन कि। मैले यो भित्र भिडियो बनाइराख्दा चाहिँ बाहिर हाम्रो नयाँ मसिन इन्स्टल हुँदै थियो अटेन्डेन्सको लागि। त्यसपछि म गएँ खाना खान। मैले बिहान बनाएको साग, दाल अनि त्यसपछि चनाको तरकारी। सो मैले खाना खाइसकेपछि अरू पनि सबै काम सकाएँ अनि त्यसपछि एकछिन लिएँ मेरो डिटक्स वाटर ब्रेक। बाइ द वे, यो ग्लास जार चाहिँ मैले हिजो दराजबाट लिएको है। यस्तो मजा लाग्यो नि मलाई, यस्तो राम्रो लाग्यो। त्यसपछि मैले खाएँ खाजा, अफिसमा बनेको रोटी अनि त्यसपछि मैले बिहान लगेको साग। अरूले देख्दा चाहिँ यो भिडियो यस्तो स्पिड गरे जस्तो लाग्छ होला, तर मलाई बाहिर एकजना स्टुडेन्टले वेट गरिराख्नु भएको थियो, त्यसैले मैले यति छिटो खाजा खाएको है त। सो म खाजा खाइसकेपछि चाहिँ न्युजिल्यान्डको लागि एउटा स्टुडेन्टलाई काउन्सिलिङ गरेँ अनि म्यामले चाहिँ मेरो यो भ्लगहरू हेरिराख्नु भएको छ कि, अनि मैले चाहिँ भिडियो खिचिहालेँ। यस्तै गर्दै आजको अफिस टाइम पनि सकियो। आज हाम्रो नयाँ इन्स्टल भएको मेसिन हेर्दै पन्च आउट गरेर म चाहिँ अफिसबाट निस्केँ। ओके बाई, दिस मच फर टुडे।